हेलो गाइजहरू, आज माघ 1 गते माघे सङ्क्रान्ति पोखराको महतगौडा भन्ने ठाउँमा यहाँ ठुलो मेला लागेको छ। हजारौँ मानिसहरू यहाँ भेला भएका छन्। खुट्टा टेक्ने ठाउँ पनि छैन, धेरै भिड छ यहाँ। र के भनौँ, तपाईँहरूलाई भिडियो अन्तिमसम्म हेर्नुभयो र इन्जोय गर्नु होला भन्न चाहन्छु। आज पोखराको मौसम पनि एकदमै राम्रो छ, घाम लागेको छ, एकदमै घमाइलो दिन छ है। हजारौँको सङ्ख्यामा मान्छेहरू आज यहाँ, हजारौँ के भनौँ, लाखौँको सङ्ख्यामा मान्छेहरू उपस्थित भएर यो महोत्सवको आनन्द लिइरहेका छन्। तपाईँहरूले खोजेको कुरा यस्तै होला है, चट्ट लाएर होइन। ल हेर्नुहोस् त गाइजहरू, कति धेरै मान्छे हो। ओहो, जहाँदेखि मान्छे भयो, जहाँदेखि मान्छे आउँदैन। मम्मी यहाँ चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले, हर्क सम्पाङ रेभोल्युसन पार्टी भनेको चाहिँ यहाँ आफ्नो पार्टीको प्रचार प्रसार गर्दैछन्। हर्क सम्पाङको पार्टी है। हेर्नुहोस् त कति धेरै मान्छेहरू होला है। यहाँ सबै सामानहरू सस्तोमा पाइन्छ भनेर धेरै मान्छेहरू आजको दिनमा यहाँ किन्नको लागि उपस्थित हुने गर्दछ। यता चाहिँ अब खानेकुराको स्टलहरू पनि देख्न सकिन्छ। यिनी दुईजना चाहिँ मेरो छोरी र मेरो बुढी। यहाँ सबैभन्दा ठुलो सङ्ख्यामा चाहिँ मैले यो बाटा बेच्नेहरू चाहिँ देखेँ। 500 को दुईटा भन्दै हेर्नु न। मान्छेहरू ठेला गर्दै, भिडियो पनि राम्रोसँग बनाउन पाइरहेको छैन मैले, यति धेरै मान्छे छ गाइजहरू। यहाँ चाहिँ सुन्तला, मिठाईहरू 100 को 3 प्याकेट भन्दै बेचिरहेका छन्। ल गाइजहरू, ल यस्तै छ गाइजहरू, के गर्ने, धुलो मैलो, मान्छेको भिड। ल हेर्नु त गाइजहरू, आज यसो मेला घुम्न आइदिएको, त्यही भएर भिडियो पनि बनाऊँ भनेर बनाउनु लाग्यो है। ल र भाइले हात देखाउनु भयो। मान्छे कति हो कति।
सामान बेचेको भिडियोहरू बनाउनु पर्ने हो खासमा, तर यहाँ मान्छे भिड भएर खासै त्यो ठाउँमा जानै पाइएन। जुत्ता हेर्नु है, 1000 को जुत्ता। कोही नठाउनु, 1000 को जुत्ता भन्दै यहाँ बेचिरहेका छन्। 5000 को जुत्ता 1000 मा रे। ल है, यहाँ चाहिँ केही नाच्ने पाटहरू पनि देख्न सकिन्छ। यहाँ दिदीसँग नाच्न पाएको चाहिँ दाइ चाहिँ मक्खै परेर नाच्दैछ। नाच्दा नाच्दै लड्नु भयो दाइ। अब यहाँ चाहिँ सकरखण्डा अनि तरुलको मेला पनि लागेको छ। अर्गानिक फलफुल खाउँ भनेर यसरी राखेको देख्न सकिन्छ। यहाँ अङ्कलले 100 को 3 पिस भन्दै बेचिरहेका छन्। यहाँ बङ्गुरको चेकुवा पनि हामी देख्न सक्छौँ। यहाँ आन्टीले चाहिँ मुङफली बेचिरहेका छन्। ल हेर्नुहोस् त गाइजहरू, सयको 2 पिस बाटा भन्दै बेचिरहेका छन्। स्ट्रबेरी, त्यो चाहिँ पानवाला हो बनाइन्छ। तिम्रो भिडियो नि भाइरल बनाइदिन्छ। खाजाको स्टल देख्न सकिन्छ। यहाँ बहिनीहरूले के ब्यागहरू राखेको देख्न सकिन्छ। मान्छे सस्तोमा किन्नलाई है तछार मछार गर्दै यहाँ सामानहरू किनिरहेको देख्न सकिन्छ हामीले। छिराउने ठाउँ छैन है। यो चाहिँ नाङ्लोवाला दाई। छिराउने ठाउँ छैन। अब हामी मेलाबाट निस्किन लागेको। धेरै धुलो मैलो भएर यो मेलामा बस्नै सकिन। मान्छे धेरै के तछार मछार गर्दै है। हाम्रो सुरक्षाकर्मी दाइहरू पनि यहाँ बसिराख्नु भएको छ। र हाम्रो यहाँ केही पार्टीहरूले नृत्य देखाएर मानिसहरूलाई मनोरञ्जन गराइरहेका छन्। सो गाइजहरू, भिडियो हेरेर इन्जोय गर्नुभयो होला। अब हामी निस्किन लागेको है। सो भिडियो मन पर्यो भने